नमस्ते सर, यहाँको आफ्नो परिचय दिनुहुन्छ कि? नमस्ते, म एलबी भण्डारी। म चाहिँ मेरो घर पिङखाल, ओके। बसाइ काठमाडौँ छ। अहिले अहिले त म यहाँ नवलपरासी जिल्लामा छु। अच्छा, तपाईँ नवलपरासी जिल्लामा किन आउनुभयो? अहिले यो चाहिँ एउटा पुस्तकालय कार्यशाला थियो। के तपाईँको संस्थाको नाम के हो? म रिड नेपालमा। के रिड नेपाल भने के हो सर? रिड नेपाल भनेको चाहिँ नेपालमा सामुदायिक पुस्तकालयहरूको विकासमा स्थापनामा काम गर्छ र समुदाय स्तरलाई चाहिँ सेवा प्रदान गर्ने काम गर्छ। यो चाहिँ नितान्त शैक्षिक क्षेत्रमा बढिरहेको छ र समुदाय मार्फत फेरि सामुदायिक पुस्तकालय मार्फत अरू थुप्रै काम भनाइ गर्दा तपाईँले चाहिँ यो रिड नेपालले चाहिँ पुस्तकालयको मात्रै लागि चाहिँ यो काम गर्ने भन्नुभयो होइन? अहिलेसम्म कतिवटा पुस्तकालय स्थापना गरिएको? रिड नेपालले चाहिँ अहिलेसम्म 45वटा जिल्लामा 73वटा सामुदायिक पुस्तकालय स्थापना गरेको। ए, जस्तै सर यो रिड नेपाललाई चाहिँ हामीले नेपाली जनताले कसरी बुझ्नुपर्छ? रिड नेपाल चाहिँ नेपालमा सामुदायिक पुस्तकालय भनेर यो यसको मेथड चाहिँ स्थापना गर्ने एउटा संस्था हो, जसले चाहिँ समुदाय स्तरमा चाहिँ समुदायकै नेतृत्वमा सामुदायिक पुस्तकालय स्थापना गर्न, त्यसको सेवा प्रवाह गर्नलाई चाहिँ सहजीकरण गर्छ। जस्तै यो रिड नेपाल भन्नुभयो, यहाँले पुस्तकालय स्थापना गर्ने लगायत 45 जिल्लामा कुरा गर्नुभयो होइन? यो नेपाल सरकारले गर्ने काम होइन, यो रिड नेपालले किन गर्छ? एकदमै राम्रो प्रश्न। नेपाल सरकारले गर्ने काम हुँदाहुँदै तथापि तपाईँ हामी सबै नागरिकले चाहिँ सरकारले गर्ने काममा पनि हातमालो गर्नुपर्छ। त्यसै त्यो मात्रै नभएर हामी नेपाल चाहिँ शिक्षाको हिसाबले पनि पछि छ र डेभलपमेन्टको हिसाबले पनि पछि छ। त्यस कारणले चाहिँ यसको समृद्धिका लागि चाहिँ हामीले शिक्षा क्षेत्रमा काम गर्ने, सरकारका नीति तथा कार्यक्रमहरूलाई चाहिँ सहयोग पुर्याउने, त्यो चाहिँ हामी गरिरहेका छौँ। जस्तै यो पुस्तकालय स्रोतहरूले जति यहाँ भनिराख्नुपर्छ, अब यो हामीसँग 3वटा सरकार छ नेपालमा होइन? त्यो उसको अपेक्षा नगरेर रिड नेपाल अपेक्षा गर्ने समय आएको छ होइन? किन यस्तो भइदियो? यस्तो छ, यो नेतृत्वको उसको भूमिकामा निर्भर हुन्छ। जस्तै स्थानीय तहमा पनि कतिपय स्थानीय सरकारले चाहिँ पुस्तकालय बनाउनको लागि चाहिँ राम्रो बजेट विनियोजन गरेको अवस्था छ। त्यसै गरी प्रदेश सरकारमा चाहिँ सामाजिक विकास मन्त्रालय अन्तर्गत पुस्तकालयहरूलाई बजेट विनियोजन गर्ने काम गर्छ भने सङ्घीय बजेट मार्फत चाहिँ प्रदेश मार्फत हुँदै स्थानीय तह हुँदै पुस्तकालयहरूलाई सपोर्ट गर्ने काम, कार्यक्रमहरू गर्ने काम गरिरहेको छ। त्यसै गरी अहिले तत्कालको सरकारले चाहिँ यसमा अहिले यो पुस्तकालय विधेयक र नीति तयार गर्ने काम चाहिँ भर्खरै गरेको छ। यो चाहिँ एउटा प्रक्रियामै छ अहिले चाहिँ। ठिकै छ। अन्तिमतिर हामी के सोच्छौँ भने जस्तै नेपाल सरकारको एउटा के भन्छ कार्यक्रम परेको या चलिरहेको वर्गहरू, समुदायहरू, लक्षित वर्गहरू, पिछाड वर्गहरू होइन, आदिवासी जनजाति, दलित मान्छे लगायतको समुदायलाई यो पुस्तकालय कस्तो कार्यक्रम चलाएको छ? एकदमै राम्रो प्रश्न। हामीले त हाम्रो मिसनै के छ भन्नुहुन्छ भने, हाम्रो भिजनै के हो भन्नुहुन्छ भने रिड नेपालको सीमान्तकृत समुदायसम्म पुस्तकालय मार्फत चाहिँ ज्ञान, सूचना र सिप प्रदान गर्ने, त्यति मात्रै नभएर उनीहरूको जीविकोपार्जनमा पनि पुस्तकालयको माध्यमबाट चाहिँ सहयोग गर्ने भनेर हामी लागेका छौँ। अहिले यो सिरा जिल्लाको चाहिँ एउटा मुसहर समुदाय छ, यो लाहान नगरपालिका वडा नम्बर 13मा। त्यहाँ नितान्त त्यो मुसहर समुदायले नै नेतृत्व गरेर आफ्नै कल्चरमा भवन बनाएर अहिले त्यहाँ चाहिँ पुस्तकालय सञ्चालन भएको छ। त्यो मात्रै नभएर उहाँहरूको आवश्यकता के हो त्यसमा उहाँहरूले चाहिँ स्रोत सामग्रीहरूको पनि सङ्कलन गर्नुभएको। अनि सर, अहिलेको समय जस्तै कि अहिले यो सोसियल मिडिया भनौँ या अहिलेको टेक्निकल लाइनले गर्दाखेरि सबै कुराहरू मोबाइलबाट हेर्न मिल्ने, हरेक कुराहरू दौनिकन पुस्तकालयमा जानु नपर्ने, हरेक कुरा मोबाइल खोजी भने दिएको आएको छ। कता कता पुस्तकालय विस्थापित हुने कि भन्ने एउटा देखिन्छ। यस्ता हेर्दै यसलाई कसरी बुझ्नु सर? होइन, म यसमा के भन्छु भने हरेक मान्छेहरू चाहिँ पहिला चौतारोमा बसेर शीतल ताप्थे। अहिले धेरै जमिनहरूको प्रयोग भइसक्यो। त्यसकारण मान्छेहरू चाहिँ एउटा साझा चौतारीको ठाउँमा, सुरक्षित चौतारीको ठाउँमा चाहिँ बस्न पाइराखेको स्थिति छैन। त्यो समयमा चाहिँ हामीले रिड नेपालले बनाउने लाइब्रेरीहरू समुदायको अलि बिच सेन्टरतिर चाहिँ बनाएको स्थिति हुन्छ, समुदायसँग सरसल्लाह गरेपछि। अहिले यो चाहिँ लाइब्रेरी कस्तो हुन्छ भने एउटा सेन्टर पोइन्टमा चाहिँ एउटा चाहिँ ब्रेभ स्पेसको रूपमा रहन्छ कि, शान्ति क्षेत्रको रूपमा रहन्छ कि। त्यसकारण मान्छेहरूले चाहिँ आराम गर्ने, मजाले किताबहरू पढ्ने, भिडियो दृश्यहरू हेर्ने होइन, अनि गीत सङ्गीतहरू बजाउने, मजाले धुनहरू गर्ने चाहिँ गर्न सक्छन्। त्यस कारणले पनि यो
ठाउँ विशेषको आधारमा पनि यो महत्त्वपूर्ण छ। सर अन्तिममा जस्तै आजभोलि लाइब्रेरी पुस्तकालयहरू पुस्तक वितरण गर्ने नयाँ नौलो बनाउनु भन्दा नि पुस्तकालयहरू स्वयं आर्थिकको पाटोहरू खोज्दै हिँडेको देखिन्छ। किन यस्तो आर्थिकतिर जोडिने कारण के हो? यस्तो छ, पुस्तकालयले चाहिँ समुदायको आवश्यकतालाई हेरेर काम गर्न थाले र समुदायले पनि लाइब्रेरी पुस्तकालयमा आएर चाहिँ विभिन्न प्रकारको मागहरू राख्न थाल्नु हो। जस्तै हामीलाई त कृषिको ज्ञान अभाव भयो, कृषिको ज्ञान दिनुहोस् न तपाईँहरूले भन्ने कुरा जोडिसकेपछि कृषिको ज्ञान दिनलाई चाहिँ कृषिका समस्याहरू के छन् त भनेर गाउँ समुदायमा हाम्रा कर्मचारीहरूले चाहिँ जिज्ञासा सङ्कलन गर्नुहुन्छ। त्यसपछि अब उहाँहरू आफैले सम्बोधन गर्न नसकेपछि स्थानीय प्राविधिकहरू लगेर चाहिँ उहाँहरूले सम्बोधनको माध्यम बनाउनुहुन्छ अन्तर्क्रिया गरेर। त्यो सँगै चाहिँ प्र्याक्टिकल्ली हेर्दाखेरि चाहिँ तपाईँको खेती कृषि गरिरहेको छ कुनै किसानले भने त्यहाँ त सोलुसन चाहिएको छ होइन। कुनै टमाटरमा चाहिँ कुनै रोग लाग्यो, अब त्यहाँ त हामीले केही सपोर्ट गर्नुपर्ने हुन्छ नि त। जब लाइब्रेरी कृषिसँग जोडिन्छ भने कृषकलाई पनि उसको समस्याको समाधान गर्ने बाटोमा पुग्छ। त्यो कसरी भयो त भन्दा समुदायको मागको आधारमा चाहिँ कृषि क्षेत्र होला, पशु क्षेत्र होला, बालबालिका होला, महिला होला, त्यो क्षेत्रमा चाहिँ काम गर्न चाहिँ अहिले पुस्तकालयले योगदान गरेको छ। हस्, धन्यवाद यहाँलाई। थ्याङ्क यू।